प्रेमिकाले धोका दिएको भन्दै फेसबुकमा स्टाटस लेखेर पुलबाट हाम फालेका महेन्द्र ओलीको मृत्यु। उनले फेसबुक स्टाटसमा सरी आमा बुवा दाई दिदी भनेर अन्तिम शब्द लेखेका थिए। रुकुम पश्चिमको मुसिकोट नगरपालिका 1 खलङ्गा स्थित बराहाटाकुरा झोलुङ्गे पुलबाट हाम फालेर एक किशोरले आत्महत्या गरेका छन्। त्रिवेणी गाउँपालिका 10 टोटकेका करिब 18 वर्षीय महेन्द्र ओलीले आइतबार बिहान करिब 3:30 बजेतिर पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। मुसिकोट 1 को कारागार नजिकै कोठा लिएर बस्दै आएका उनी पुलबाट करिब 200 मिटर तल खसेको र टाउको फुटेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महेन्द्रले घटना हुनु अघि फेसबुकमा अन्तिम स्ट्याटस लेख्दै आफू मर्न लागेको कुरा उल्लेख गरेको बुझिएको छ। प्रेममा धोका पाएको भन्दै उनले स्ट्याटसमा सरी आमा बुवा दाई दिदी भनेर अन्तिम शब्द लेखेका थिए। सानै उमेरमा मायाको पीडाले यस्तो निर्णय लिनु कतिसम्म पीडादायी हुन्छ भन्ने कुरा यो घटनाले फेरि एकपटक देखाएको छ। तर कसैले धोका दियो भन्दैमा आफ्नो जीवन नै अन्त्य गर्नु समाधान होइन। जीवनमा आउने पीडा, असफलता, धोका र निराशा अस्थायी हुन्छन्, तर जीवन भने अत्यन्तै अमूल्य हुन्छ। आजको पुस्ताले मायालाई जीवनको सबैभन्दा ठूलो कुरा ठान्ने गरेको हामीले बुझेका छौँ। तर साँचो कुरा के हो भने जीवनमा माया मात्र होइन, आमा बुवा, घर परिवार, सपना, भविष्य र आफ्नो धेरै जिम्मेवारीहरू पनि हुन्छन्, जसले हामीलाई जन्म दिए, हुर्काए, दुःख गरेर ठूलो बनाए। उनीहरूका लागि पनि हामी बाँच्न जरुरी हुन्छ। कहिलेकाहीँ जीवनमा यस्तो समय आउँछ जब सबै कुरा सकिए जस्तो लाग्छ, तर त्यही समय पार गर्न सकियो भने जीवन फेरि नयाँ बाटो, नयाँ खुसी र नयाँ आशा पनि देखाउँछ। दुःखको समयमा आफूलाई एक्लो नबनाई आफ्ना साथीभाइ, परिवार वा विश्वास गर्न सकिने व्यक्तिसँग कुरा गर्न धेरै ठुलो सहारा हुन सक्छ। त्यसैले समस्या जस्तो सुकै किन नहोस्, जीवन त्याग्ने निर्णय कहिल्यै पनि समाधान हुँदैन। त्यसैले हरेक अँध्यारोपछि उज्यालो आउँछ भन्ने विश्वास राख्नुपर्छ। ईश्वरले महेन्द्र भाइको आत्मालाई शान्ति दिउन् र शोकाकुल परिवारलाई यो पीडा सहने शक्ति प्रदान गरून्।